साथीहरु मेरो 2 नम्बरको सक्यो एकदमै इजी थियो नि यो हुन्छ सकिया साथीहरु हैन पन्जा लाएछु ल चिसो भयो एकदमै बिट्स देखे के one has dreams some dreams are big and some dreams are small I made this doll's head यो डल मैले आफै बनाएको नि अघि तिमी कमजोर छ भने मान्छेहरुले तिमीलाई डाउट गरिहाल्ने कि यसले गर्न सक्दैन भन्ने मान्छेको भ्रम हुन्छ नै यो हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ तपाईहरु मेरो युट्युब च्यानल किशोरमा अनि आज पनि म आइसकेको छु नयाँ भ्लग लिएर तपाईहरुको सामने सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दै आजको भ्लग स्टार्ट गर्दैछु अलि ढिला स्टार्ट गरे आजको मेरो भ्लग हैन किन ढिला स्टार्ट गरे भन्दाखेरि चाहिँ आज चाहिँ म हैन बिहान यति ढिला उठे लाइक 5:55 उठेँ के म आज बिहान ल म पहिले भात तताएर राखेको थिएँ कि भात तातेर आएँ त्यसपछि भन्छु ल एकैछिन साथीहरु म चाहिँ भ्लग भात लिएर आइसकेँ हैन अनि आज म बिहान यति ढिला उठेँ हैन यस्तो ढिला भइसकेको थियो नि भ्लग बनाउन टाइमै भएन कि अनि आज म भ्लग बेकारमा चाहिँ कस्तो खतरा बनाउँदै बसिरहेको थिएँ म है तपाईँ म सबै खानेकुराहरू चाहिँ यसरी चपस्टिकले खान्छु भनेर च्यालेन्ज होइन चपस्टिकले खान्छु भनेर बसिरहेको थिएँ हैन अब सुरु गरौँ है त आज मासु थियो कि हिजो हामी बेलुका मासु पकाएको थियो मिठो हुन्छ त्यो चपस्टिक चाहिँ मैले कोरियाबाट ल्याएको थिएँ क्या अनि के भयो अनि त्यसपछि चाहिँ कोरियाबाट ल्याएको थिएँ हैन अनि त्यसपछि मलाई चाहिँ हिजो चाहिँ अहिले मैले सोचेँ क्या म अब भोलि चाहिँ चपस्टिकबाट सबै पिउने चिज बाहेक चाहिँ खानेकुराहरू चाहिँ सबै चपस्टिकबाटै खान्छु भनेर मैले सुरुवात चाहिँ भातबाटै गरेँ हैन बिहान चाहिँ यति हतार भएको थियो कि मम्मीले चिया बनाइदिनु भएको चिया पनि छोडेर बिस्कुट बोकेर हिँडेको क्या म त्यस्तो ढिला भएको थियो हैन अब भात खाइसक्यो अब एकछिन तारक मेहता लुक गाइज आई वाचिङ दिस तारक मेहता अनि साथीहरु आज चाहिँ हाम्रो सरले यो के अरे इस्युड सेयरवाला पढाउनु भएको थियो कि हैन अनि क्लासमा गर्दा गर्दै घन्टी लाग्यो हैन यो चाहिँ सरले नै गइदिनु भयो हैन अनि अहिले चाहिँ अब म योवाला गर्दैछु सी नम्बर बी नम्बर गरिसक्यो अहिले भर्खरै आएर हैन सी नम्बर गर्दैछु हैन सी नम्बर गर्छु अब साथीहरु मेरो 2 नम्बरको सक्यो एकदमै इजी थियो नि यो हुन्छ सकिहाल्यो वाह साथीहरु हैन पन्जा लाएछु ल चिसो भयो एकदमै अकाउन्टको सकिहाले अब एकछिन बस्नु रेस्ट गर्ने अब 11 बजे लाग्यो अनि हिजो चाहिँ के भएको थियो भन्दाखेरि म टिकटक स्क्रोल गरिरहेको थिएँ हैन अनि टिकटक स्क्रोल गरिरहँदाखेरि चाहिँ मैले यो कोट्स देखेँ के यो देख्छ कि देख्दैन थाहा भएन तर यो कोट्स देखेँ क्या मैले है अब तपाईहरुलाई कोट्स भनेर सुनाउँछु हैन 3-4 वटा कोट्स छ तर त्यसमा चाहिँ म एउटा मात्र सुनाउँछु है ल अब त्यो कोट्स चाहिँ के थियो भने इट्स अबाउट ड्रिम्सको बारेमा थियो हैन everyone has dreams some dreams are big and some dreams are small हैन यो म पछि भन्छु मैले किन यो भने भनेर चाहिँ हैन dreams gives
us hopes and helps us move forward. They make life more exciting and meaningful. हैन अब यो सेकेन्ड वाला चाहिँ एकदमै नै कस्तो रियालिटी जस्तो छ क्या ड्रीम क्यान बी एनीथिङ maybe you want to travel, learn a new skill, get a good job or live in a peaceful place. It doesn't matter how big or small is your dream. It is important that because it should come from your heart. हैन यो चाहिँ अब ड्रीम त जसको पनि जे पनि हुन सक्छ नि अब कसैको एकदमै शौकिनदायक खाना खाने ड्रीम हुन सक्छ सबैको लागि कसैको एकदमै पिसफुल वर्ल्ड पिसफुल भएर जिउने ड्रीम हुन्छ कसैको पल्सर बाइक किन्ने ड्रीम हुन्छ कसैको बुलेट बाइक किन्ने ड्रीम हुन्छ कसैको भने हैन कतिको चाहिँ अब ब्लगिङहरु गर्ने ड्रीम पनि हुन्छ जस्तो कि ब्लगिङ गर्ने ड्रीम गर्दा चाहिँ मेरो ड्रीम थियो ब्लगिङ गर्ने है पहिला सबै भन्नु भने म भन्छु ल ड्रीम डजन्ट कम true in one day. This I agree. They take time, patience and hard work. Sometimes the road feels long and sometimes you feel tired, but every step you take brings you closer to your goal. अब हामीले कहिलेकाहीँ अब कतिको एकदमै ठुलो सपना हुन्छ नि म यस्तो गर्छु भोलि तर त्यो गर्ने भने चाहिँ त्यो गर्न सक्नु हिम्मत राख्नु नै त्यो गरेर म यो गर्छु है भन्न सक्नु नै त्यो ठुलो कुरा जस्तो लाग्छ क्या मलाई चाहिँ हैन अब भन्छु ल Don't be afraid of your dream. Don't think they are impossible. If you believe in them and work little by little, amazing things can happen. Impossible things can be possible. भने चाहिँ नहुने कुराहरु पनि हुन्छ नि त हैन. Hold your dream close, protect it, follow it. Your dream is a light that can guide you to a better future. अब यो मैले भने अनुसार चाहिँ हैन मेरो पनि के रे म जस्तै 6 7 तिर हुँदाखेरि चाहिँ पनि एकछिन ल म कन्फ्युज भए के यो मैले कहिले स्टार्ट गरे अब म चाहिँ अलिकति पहिला चाहिँ सौरभ जोशीहरु हैन अनि अहिले चाहिँ सुनिता राई श्रेष्ठ दिदीहरु हुन्छ नि उहाँहरु ब्लगरहरु अनि के रे सौरभ जोशी ब्लग्सहरुबाट चाहिँ अनि पहिला हुन्थ्यो क्या अब 2019 मा जोइन गर्नु भएको हैन सौरभ जोशीले मैले चाहिँ मेरो अकाउन्ट कहिले खोलेको थिएँ भन्दाखेरि मेरो अकाउन्ट चाहिँ 2 वर्ष भयो होला सायद खोलेको 2021 मा खोलेको है यता हेर्नु मेरो स्क्रिनको डिस्क्रिप्सनमा 2021 मा खोलेको मैले मेरो आइडी 2021 भनेपछि लगभग त्यस्तै 7 तिर म पढ्दाखेरि हैन अनि के भन्दै म चाहिँ के सोच्छु भने मेरो म पनि एउटा राम्रो युट्युबर बन्छु हैन म पनि भोलि पछि युट्युबर ब्लगिङहरु गर्छु म भन्ने म त्यस्तो माइन्डसेट लिएर हिँड्थे के अनि अनि मलाई आर्ट चाहिरहेको थिएन अब किनभने मलाई लाग्यो कि मैले बनाउन सक्ने भने मलाई मान्छेहरु कसरी हुन्छ म त सोचे के म सोच्थे कि म यो दुनियाको बारेमा सोच्दै के तर एक्ज्याक्टलीमा चाहिँ के हुँदो रहेछ भने रियालिटीमा चाहिँ हामीले यो मान्छेले त्यस्तो के भन्नुस् मतलब छैन हामीले आफ्नो चाहिँ आफू गर्दै हिँड्नुपर्ने रहेछ भने मैले बुझेँ हैन अनि ड्रिम्स भन्दाखेरि चाहिँ मेरो पनि ड्रिम हो मैले अहिले भने नि यहाँनिर पढा भने नि मैले ड्रिम भनेको ठुलो सानो हुँदैन अनि मैले चाहिँ के सोचेँ भने म चाहिँ भ्लगिङ बन्छु भनेर राम्रो भ्लगर बन्छु युट्युबर बन्छु भन्ने मैले सोचेको थिएँ हैन अनि मैले 11 क्लासमा स्टार्ट गर्न थालेको मैले भ्लगिङ स्टार्ट गर्न थालेको चाहिँ 11 क्लास 10 सकेपछि भनौँ न सर्ट्सहरु मैले पहिला मिनी भ्लग भोइस ओभरहरु गर्थेँ यसरी फेस टु फेस गरेर मलाई भ्लगिङ गर्ने आँट आएको थिएन हैन अनि मेरो भ्लगिङ गर्ने सपना चाहिँ थियो क्या इट्स माई ड्रिम भनौँ न मैले यो ड्रिम पूरा गरिरहेको छु भनौँ मैले स्टार्ट गर्दाखेरि मेरो मैले त्यस्तो याद गरेको थिएन मेरो फर्स्ट सर्ट हाल्दाखेरि मेरो त्यो बेला सब्स्क्राइबर चाहिँ मेरो 35 थियो क्या 35 सब्स्क्राइबर मैले सर्ट्स भिडियो हालेँ नि फर्स्ट सर्ट्स भिडियोमा तपाईहरुले देखाउँछु मेरो सर्ट्स भिडियो कुन चाहिँ हो भनेर हैन मेरो सर्ट्स भिडियो चाहिँ मैले त साइडमा राखेको छु ल यता कतैतिर मेरो सर्ट्स भिडियो हाल्दाखेरि चाहिँ मेरो 35 सब्स्क्राइबर थियो क्या जम्मा अब त्योबाट अहिले मेरो 385 भइरहेछ हैन सो तपाईहरुले गर्दा नि हो तपाईहरुलाई यति धेरै माया गरेर हैन साथीहरु भएर सपोर्ट गर्नु भएर मात्रै हो त्यस्तै हो मेरो फर्स्ट स्टेज गर्दाखेरि चाहिँ अनि यहाँबाट बढ्दै बढ्दै बिस्तारै बढ्दै गएर मैले सब्स्क्राइबरहरु अनि अलिअलि भ्युज आएको जस्तो नि फिल भएर चाहिँ मैले भ्लगिङहरु स्टार्ट गरेको हैन अनि त्यही हो के ड्रिम चाहिँ अनि कतिको चाहिँ हुन्छ नि अब म यस्तो गर्छु कतिको आर्ट गर्ने सपना हुन्छ हैन ड्रिम चाहिँ आफ्नो ड्रिम छ भने चाहिँ भित्र मन देखाउनु पर्ने तर मलाई भ्लगिङ गर्ने चाहिँ मेरो मनदेखि भित्र हृदयदेखि नै चाहिँ आगो भएर मैले स्टार्ट गरेको हो हैन अब अनि अर्को के छ यो ड्रिम इज योर पावर क्या तिम्रो ड्रिम नै तिम्रो शक्तिशाली हो क्या एज लङ एज यु बिलिभ इन इट नथिङ क्यान स्टप यु किप गोइङ इट्स नट ओभर अन्टिल यु विन जबसम्म मैले जित्दैन तबसम्म चाहिँ केही ओभर भएको हुँदैन अनि अर्को चाहिँ एउटा रहेछ हैन नोबडी बिलिभ्स इन यु भनेर यो नोबडी बिलिभ्स इन यु यु हेभ लस्ट अगेन एन्ड एभ्री टाइम यु ट्राई इट फिल्स लाइक द वर्ल्ड इज अगेन्स्ट यु The lights are cut off, the doors are closed, and the people doubt your ability to rise. यो चाहिँ हो है अघि तिमी कमजोर छ भने मान्छेहरुले तिमीलाई डाउट गरिरहने कि यसले गर्न सक्दैन भन्ने मान्छेको भ्रम हुन्छ नै यो
म हुँदैन भन्दैन बट इभन इन द डार्केस्ट मोमेन्ट यु होल्ड अन टु यर ड्रिम यु सी इट यु फिल इट एन्ड यु रिमाइन्ड योर सेल्फ एभ्री सिङ्गल डे द्याट इट इज नट द एन्ड दिस इज नट द एन्ड हो नि अब अलिकति पनि फेल भयो अलिकति पनि केही पछाडि पर्यो भने द्याट इज नट द एन्ड त्यो त बस सुरुवात हो सुरुवात गर्दाखेरि को चाहिँ अलिकति नराम्रो हुँदैन सायद मैले पनि प्रायः भ्लगहरू स्टार्ट गर्दाखेरि 1 मिनटको कति गर्थेँ अहिले मैले कति गर्छु सकेसम्म प्रायः चाहिँ मेरो अहिले भिडियोहरू 5 मिनट्सभन्दा बढीको हुन्छ वा 5 मिनटसम्मको हुन्छ नि होइन मैले सिकेँ नि त मैले फर्स्टमा लाग्यो मलाई मैले यस्तो गर्दा मिलेन होला भने मैले त्यसलाई सुधार्दै गएँ नि त होइन हो त्यो हो क्या अहिले अलिकति अप्स एन्ड डाउन भन्ने बित्तिकै प्यानिक हुनु हुँदैन भनेर चाहिँ मैले बुझिरहेको छु होइन यु से इट योरसेल्फ इट्स नट ओभर अन्टिल आई विन होइन यो चाहिँ आफूलाई प्रमिस पनि दिनुपर्ने रहेछ जबसम्म चाहिँ मेरो विन हुँदैन तबसम्म त्यो केही पनि ओभर हुँदैन भन्ने हुन्छ क्या अनि आफ्नो ड्रिमलाई चाहिँ कहिले पनि पछि नहट्नु होइन जेसुकै भयो भने तपाईँको ड्रिम अब विभिन्न एक्सपिरियन्स गर्ने टाइपको छ भने एक्सपिरियन्स गर्ने हो क्या किनभने लर्निङ बाई डुइङ भने जस्तै होइन गर्दै जानुपर्छ कहिलेकाहीँ अप्स एन्ड डाउन हुन्छ होइन र ड्रिम्सलाई चाहिँ छोड्नु हुँदैन आफ्नो सपना पुरा गर्न छोड्नु चाहिँ हुँदैन भन्ने हुन्छ होइन त्यही मध्ये मेरो तिनवटा सपना मध्येमा चाहिँ एउटा सपना चाहिँ मेरो यो भ्लगिङ हो ट्राभलिङ पनि हो ट्राभलिङ डिफ्रेन्ट कन्ट्रिज होइन यो पनि कतिको ड्रिम हुन्छ नि त ड्रिम त पछि भनौँ न तर मेन ड्रिम चाहिँ मेरो यो भ्लगिङ गर्ने हो मैले तपाईँहरूको अगाडि पनि भनिरहेको छु होइन अनि तपाईँहरू यदि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ म भ्लगिङ गर्छु अनि सर्ट्सहरू हाल्छु कहिलेकाहीँ चाहिँ भ्युज घट्दाखेरि कस्तो होप घट्छ तर त्यो होप भ्युज घटेर भएर भिडियो चाहिँ हाल्न छोड्नु हुँदैन रहेछ है ड्रिम्स जति नै भयो भने वी हेभ टु डु इट वी सुड नेभर गिभ अप त्यति भन्छु म आज एउटा मैले तपाईँलाई बिहान अहिले पनि भनेको थिएँ नि होइन आज म जे खाए पनि चपस्टिकले खान्छु भनेर आजको दिन चाहिँ जे खाए पनि चपस्टिकले पानी पाएकै फेरि खाजा खाने दिन भएको भएछ मलाई चाहिँ खाजा खाएपछि यसो यस्तो पोटेटो क्र्याकर खाऊँ भनेर मैले आज पोटेटो क्र्याकर किनेको थिएँ होइन कति बजी खाना आँटेको क्या पोटेटो क्र्याकर अब लेट्स इट ओके हेर्नु न बाफ उडिरहेको तातो छ नि त पानी अलि मन तातै छ चपस्टिकबाट खाऊँ सबै चिज हाल्छ होइन अहिले काहीँ अब हातबाट चम्चाबाट त प्रायः खाइन्छ तर मलाई कति अचेलै चपस्टिकले खानु मन लाग्छ चपस्टिक मिलाएर हामी कोरियामा हुँदाखेरि त कति खानेको चपस्टिकले खान्छौँ क्या चाइनामा ट्रान्सलेट गर्दाखेरि पनि चपस्टिक खान्छौँ नि त चपस्टिकले खाना आयो भने चाहिँ चपस्टिक इज द बेस्ट है फर इटिङ पन्ध्र खाल्छु क्या चपस्टिकको गाई भात मिठो हुन्छ भात पनि गम गम मैले कोरिया गएर आएको 2-3 दिन त होइन चपस्टिक चाहिँ भात खाएको क्या मैले गइमाले अनि गइमाले पनि चपस्टिकले कस्तो खाना मन लाग्छ है त्यसलाई पनि अनि ल सक्यो यति हो प्याकेजले उयो हो नि हावा धेरै हुने क्या धेरै नहुने है ए डल्स पक्नु म देखाउँछु तपाईँहरूलाई कस्तो आउँछ यहाँनिर चाहिँ अब आई मेड दिस डल गाइस यो डल मैले आफै बनाएको नि कति ठुलो छ यो डल हजुर हेर्नु न साथीहरू मैले बनाएको डल मैले क्या क्लास 10 मा हुँदाखेरि हामीलाई सिकाउनुहुन्थ्यो नि त होइन 10 हो कि 9 मा हो 9 मा होला सायद 10 मा त 9 मा हुँदाखेरि होइन बट नै यसको फुल्लै देखिएन क्या डलको झन् देखिएन यसो 9 मा हुँदाखेरि चाहिँ होइन हाम्रो डलहरू बनाउन सिकाउनुहुन्थ्यो क्या म्यामले अनि डलहरू बनाउन सिकाउँदाखेरि चाहिँ मैले मम्मीलाई मदर्स डे पारेर चाहिँ डल दिएको थिएँ यो चाहिँ अलिकति मिक्स कम्बिनेसन टाइपको छ यो तपाईँ नपुगेर यसको आँखा हाल्न मात्र बाँकी छ अब म यसलाई सजाएर राख्छु मेरो डललाई मजाले एकचोटि सिलाउँछु होइन एकचोटि मजाले सिलाउँछु अनि सिलाइसकेपछि चाहिँ अनि म डललाई आँखाहरू हालेर यसको आँखा एउटा आँखा मात्रै छ यता कता दुईवटा आँखा खोजेर दुईवटा आँखालाई हालेर अनि म सजाउँछु है त पछि सामानहरू यता राख्न आँटेको छ नि त अनि त्यो हेर्नु न साथीहरू मेरो फोटो अब यो फोटो 3 क्लासको है म कहाँ छु थाहा छ यो कि क्या म होइन म यतापट्टि छु यो म हो नि साथीहरू
म दिइरहेको छु हेर्नु ल यो यो म हो है यो 3 क्लासको म कहाँ छु त यहाँ यो म हो अनि अस्ति आएको आइसमा थियो त हो आइसमा चाहिँ यो है गाइज आइसमा अब त अब यस्तै हो अब मिलाउनु पऱ्यो क्या यहाँनिर खाटो सफा गर्नु पऱ्यो हेर्नु न त्यो बलुनमा भ्लग हेर्नु भएको छ कि छैन तपाईँहरूले मैले पन्जा खोज्छु ल अब यो कस्तो उयो भयो फो लाग्यो क्या अनि यो बलुनवाला भ्लग चाहिँ होइन मैले हार्छु नि बलुन किनेको थिएँ त मैले होइन हो यो बलुनको बाहिरपट्टिको पातलो हुँदै गएर होला है यो हेर्नु न यो जिलिमिली खसेको आमा मेरो बलुन तर जसले जति भने पनि म यस्तो कुरा देखेपछि म बच्चै हुन्छु होइन चाहे तपाईँहरूले मलाई जे भने नि हुन्छ होइन यो देखेपछि म बच्चै हुन्छु क्या अब त भन्दा नि कम हुन्छ सबैको आफ्नो हुन्छ म चाहिँ अब धुलोहरू छ नि त यहाँनिर अनि अब धुलोहरू चाहिँ चिसो भएर पुस्न गइरहेको छु अनि यहाँनिर चाहिँ अब यो डलहरू यति धेरै डलहरू छ डलहरू हुन्छ यहाँनिर अब म राख्छु होइन चिलाउनु भएको यो डल चाहिँ के भन्छ मेरो 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 बर्थडे बेलामा सानो बेला बर्थडे हुँदाखेरि चाहिँ दिदीले ल्याइदिनु भएको क्या हेर लाइक मेरो मामाको छोरीको देउरानीले दिदीको देउरानीले ल्याइदिनु भएको थियो क्या यो डल अनि यो डल चाहिँ मम्मीले प्लान जाँदाखेरि ल्याइदिनु भएको थियो टम एन्ड जेरी हेर्नु न टम टम एन्ड जेरी मेरो मोबाइल कभर पनि टम एन्ड जेरी छ नि है अनि टम छ जेरी चाहिँ बाहिर ए टम छ जेरी चाहिँ बाहिर ए जेरी यहाँ चाहिँ टम चाहिँ बाहिर अहिले मैले सफा गरौँ पहिला अनि त्यसपछि है यो फोटो देखिरहनु भएको छ नि यो चाहिँ मैले गरिमालाई हामी लकडाउनको बेलामा हुँदाखेरि चाहिँ मैले गरिमालाई यो कली जुन छ नि यसको यो कली मैले पेन्सिलले बनाइदिएको कली हो क्या आई लभ टेडी बियर्स क्या मलाई टेडी बियर्सहरू कति मन पर्छ अझ त्यो हुन्छ नि केबल टावरनिर राखेको हुन्छ नि यत्रो ठुल्ठुलो टेडी बियरहरू छ अझ योभन्दा पनि ठुल्ठुलो टेडी बियरहरू हुन्छ नि कति धेरै अनि मलाई पहिला कसैले मलाई पनि कसैले बर्थडेमा टेडी बियर गिफ्ट दिएको हुन्थ्यो भन्ने जस्तो फिल हुन्थ्यो क्या अनि सो गाइजहरू यो बुके यहाँ छ होइन बाबाले दिएको बुके बलुन टेडी बियर्स अनि जेरी अनि हियर इज दिस अब जाँदैछ साथीहरू यो चाहिँ होइन फ्रुट्स टेला रहेछ म त चुइगम भन्नु ठान्दा अनि एउटा खाएँ होइन के रहेछ भन्नु न मजाले त पाउँछु त सक्यो क्या मबाट चक्लेट पो रहेछ भने यत्रो रहेछ यति मैले हातले खाएको बाबा ल्याउनु भएको थियो क्या है ल्याइदिनु भएको थियो अहिले चाहिँ त्यहाँ पकाउने कालो चिया 1:15 भइसक्यो साथीहरू खाजा के खाने त अब मेरो साथीहरू कति फराकिलो देखेको कि कति राम्रो देखेको यसरी दराज हुन्थ्यो अहिले यहाँनिर के छ केही छ खालि कति राम्रो देख्छ कोठा अलिक फरक ठुलो देखियो कि कोठा अनि त्यहाँदेखि बलुन्सहरू अब खाजा के कोचिङ जानु छ कोचिङ पनि जानु छ है क्या मजा अड्डेको क्या तपाईँ गाडी फोन अहिले चाहिँ मैले चिया खाएर यसो लिप ग्लोसहरू लगाएँ होइन अब चाहिँ कोचिङ जान भन्दा पनि बढी चाहिँ के भन्दाखेरि एन्जलले चाहिँ होइन किमा नुडल्स खाने भन्दै थिएँ अनि हामीले किमा नुडल्सको लभर हो होइन वी आर किमा नुडल्स लभर अनि अब हेर्नु न पछाडि कस्तो राम्रो देखेको क्या जराज नभएर होइन कस्तो खुल्ला देखेको भन्नु खोजेको क्या अनि के भन्छ अब हामी जान्छौँ होला 3 बज्न लाग्यो
2:30 भयो अब रेडी भएर जाँदा ठिक्क हुन्छ अन्त गाइज मोमो खानु पर्यो साथीहरू काटेर होइन अलिकति इज दिस गौवा 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 के पो भन्छ इङ्ग्लिसमा नेपालीमा मोमो इङ्ग्लिसमा थाहा भएन गम्की गम्बा होइन तपाईँहरू थाहा छ चपस्टिकले खाँदै गयो भने एकदमै सजिलो हुन्छ क्या चुजहरू चाहिँ लिपस्टिक है क्या लिप ग्लस लिपस्टिक त होइन यसले मेरो ओठकै कलर दिन्छ नि आफै आफै अहिले चाहिँ कस्तो ब्राउन ब्राउन देखिरहेको होइन तर अब यो अलिपछि सेट भएपछि चाहिँ मेरो आफ्नै ओठकै कलर दिइहाल्छ क्या अहिले कलर लाग्छ जस्तो चपस्टिक समाउनु जानुपर्छ होइन लाइक समाउनुलाई अलिकति गाह्रो हुन्छ नि त समाउनु उयो गऱ्यो भने चाहिँ चपस्टिक खान कस्तो सजिलो हुन्छ निस्कियो है त अब हामी चाहिँ किमा नुडल्स खान आएको छौँ होइन साथीहरू हामी चाहिँ किमा नुडल्स खायौँ अलिकति पिरो थियो होइन 5-10 मिनट ढिला भइसक्यो साथीहरू अलिअलि खाना होइन पसेर आउँछौँ दुईजना मलाई पूर्णिमा जाँदैछौँ सजावटी छन् कि त्योहरू मैले यिनीहरूको अनुहार नदेखाएको होइन मान्दु घर क्याफे यिनीहरू यहाँ कसैको अनुहार देखाउनु मिल्दैन यहाँ लजावटी छन् सबैजना ल बल्ल निरञ्जना देखायो एन्जरले देखायो अब यिनीहरूको देखाउने कि नदेखाउने लजावटी So guys, we are here, मान्दु घर क्याफे आमाको हुँदाखेरि हामी गइरहेको छौँ होइन साथीहरू यस्तो वाइल्ड अर्डर भयो आज अलि ढिला भयो होइन अनि साथीहरू होइन हामी चाहिँ मान्द्रो घर क्याफेमा गएर चाहिँ चिया र कुकिजहरू खाएर आयौँ होइन अनि यदि तपाईँहरू पनि अब नयाँ ठाउँतिर होइन अब कसैतिर यदि नयाँ क्याफेमा ट्राई गर्न जान मन छ भने चाहिँ यु गाइज क्यान गो मान्द्रो घर क्याफे होइन विच इज लोकेटेड नियर होइन यो चाहिँ इस्टफुल कलेज र इस्टफुल स्कुलको ठ्याक्क अपोजिट साइडमा चाहिँ लोकेटेड छ होइन जान सक्नुहुन्छ एकदमै राम्रो छ है अनि तपाईँहरूले आजको पुरा भ्लग हेरेर इन्जोय त गर्नुभयो नि होला अनि भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब सेयर त गर्नु भयो नै होला भन्दै आजको भ्लग एन्ड गर्न चाहन्छु सो एभ्रीवन बाई बाई लट्स अफ माया